यहाँ क्लासमा आउनुभएको सबैजनालाई स्वागत छ र आज सब्सक्राइब रतक तीनवटा सब्सक्राइब छ र हिजो यतक सिकिसक्नु भएको छ। अब आज रतक अनि पहिले चिनिक हुनु पर्यो। यो चिनिक हुनु पर्यो का। अनि रतक चाहिँ कसरी लेख्नुपर्छ? यसरी 1 2 करतक के हो भन्दाखेरि नेपालीमा ट करतक ट करतक ट पहिले यो चिन्नु पर्यो। त्यसको बादमा यो चाहिँ रतक हो भनेर चिन्नु पर्यो। कलाई रतक जोडिन्छ उच्चारण कसरी गर्नुपर्छ? करतक ट ट त्यसरी नै कसरी लेख्नुपर्छ? चिक नि मिडल लाइन सुम सी अनि रतक ख रतक ठ क ट ठ करतक ट खरतक ठ पहिले यो खा हो भनेर चिन्नु पर्यो। यसलाई अलग्गै यो रतक हो। यदि खलाई रतक जोड्यो भने चाहिँ ठ भनेर जाने बुझ्नुपर्छ। खरतक ठ गरतक ड Karatak ta. If you add ratak to ka, it should be read as karatak ta. Karatak should be pronounced as ta. The difference is ta. If you add ratak to ga, you should pronounce it as da. So the difference is ta, da. Ta, da. Kakakama, cha, cha, ja, nya. First, you have to recognize this consonant. We know this is ta, and we also know this is ratak. So, any letter in the first column, if it is added ratak, all this should be pronounced as ta. So, first column only. Ka, kha, ga, nga, cha, cha, ja, nya, ta. Karatak pani ta, karatak pani ta, karata ta, karatak ta. Tha, ratak tha, ratak tha. Ta, da.
द चाहिँ अलिक लामो तान्नुपर्छ, नभन्दा नसिकेको बिर्सुनुहुन्छ। द रतक ड, करत ट, खरत ठ, गरत ड, तरत ट, थरत ठ, दरत ड। पा, सो प फर्स्ट कलममा आयो, त्यसले गर्दाखेरि क र त र त प र त ट। फ र त ठ, ख र त ठ, थ र त ठ, फ र त ठ, क र त ट, त र त ट, प र त ट। If the latter, if we arrange the 30 consonants in fours, then ka, kha, ga, na, cha, cha, ja, nya, ta, tha, da, na, pa, pha, ba, ma. And if it is added with subscribed radak, all this should be pronounced as ta, and all this should be pronounced as ta, and all this should be pronounced as da. हामी नानी हुँदाखेरि यसरी सिकाएको थिएन। When we were school going children, we were not taught this way, and I came up with this rule so that it will be easy for the students to learn Tibetan. एकजना साउथको इन्डियन केटा टिबेटन नाम राखेको छ तेन्जिन थोक्मे। उसले भोइस अफ अमेरिकामा इन्टरभ्यू दिएको मैले सुनेको। यसको रुल नियम बुझ्नु उसलाई 3 साल लाग्यो अरे, केही बुझेन अरे। तरतन ट, करतन ट, तरतन ट, परत पनि ट कसरी भयो। अहिले हालमा चाहिँ टिसिबीमा चाहिँ टिबेटन स्कुलमा चाहिँ टिबेटनमा फर्स्ट ऊ हुन्छ अरे, टिबेटनलाई चाहिँ छोडेर त्यति ज्ञानी, तर यो नियम बुझेको थिएन र उसलाई पढ्नु सक्नुमा 3 साल टक्कै लाग्यो भनेर इन्टरभ्यूमा तपाईँहरू भोइस अफ अमेरिका जानुहोस्, तेन्जिन थोक्मे क्लिक गर्नुहोस् त आइहाल्छ उसले यो भन्दै गरेको। So there's a South Indian student who went to Tibetan school, and for 3 years he didn't figure out how to read Tibetan because there should be a rule. I came up with this rule so that it will be easy for you to understand. Paratata. अब पा फा फाको पछि बा आउँछ भनेर तपाईँलाई थाहा नै छ। बा यो रतक भनेर अब सिकिसक्नुभयो। बा रतक यो थर्ड कलममा हुनाले गर्दाखेरि बा रतक ड भनेर उच्चारण गर्नुपर्छ। पा फा बा मा, तर एउटा एक्सेप्सन आउँछ। अनि माराता चाहिँ के हुनुपर्ने? अब टा पनि गइसक्यो, ठा पनि गइसक्यो, ड पनि गइसक्यो। अब माराता चाहिँ कसरी उच्चारण गर्ने भन्दाखेरि मारातक हाई टोन मा, मारातक मा, मारातक मा, यो फेरि रट्नुपर्छ। You have to memorize this. All these are logical, but this one you have to memorize.
पापा बामा चा छा जा वा शा सा आ या रा ला शा सा रा ला शा सा सा रातक अब मारतकमा भयो फेरि सरतक चाहिँ के हुन्छ होला भनेर सोच्नु हुँदैछ भने सरतक सा के चाहिँ उच्चारणमा केही भिन्नता आउँदैन सरतक सा र पहिला यो अक्षर चिन्नुपर्छ चिनिसकेपछि यो चाहिँ रतक हो भनेर जानेको हुनु पर्यो अनि कलाई रतक जोड्यो भने चाहिँ कसरी उच्चारण गर्ने क रतक ट ख रतक ठ ग रतक ड त रतक ट थ रतक ठ द रतक ड प रतक ट फ रतक ठ ब रतक ड मा रतक मा सा रतक सा सिक्नुको लागि धेरैपल्ट तपाईँ सुनेको हुनु पर्यो सुन्दाखेरि तपाईँ लेख्दै पनि गर्नुहोस् लेख्दाखेरि भन्दै पनि गर्नुहोस् सा रतक सा मा रतक मा 3-4 पल्ट लेख्नुहोस् फेरि सा रतक सा भन्दै लेख्नुहोस् अनि तपाईँको यो युट्युब खोलेर चाहिँ तपाईँ अब काम गर्दै गर्नुहोस् अनि तपाईँले अब युट्युबमा सुन्दै गरेको हुन्छ क रत ट ख रत ठ ग रत ट त रत ट थ रत ठ अनि थ रत सुन्नु बित्तिकै तपाईँले चाहिँ ठा भन्नु सक्नुहुन्छ धेरैपल्ट सुन्नुभयो भने चाहिँ अब कोही मान्छे चिन्नुको लागि धेरैपल्ट देखेको हुनु पर्यो नि त एकपल्ट देखेर मान्छे चिन्दैन एकपल्ट देखेर मान्छे चिन्ने भयो भने त दाजुको सबैजना मान्छे तपाईँले चिन्नुपर्ने हो एकपल्ट हेरेर हुँदैन धेरैपल्ट हेर्नुपर्छ अनि सिक्नु सक्नुहुन्छ अब यो यतिसम्म तपाईँले नियम बुझ्नुभयो अब फेरि बबल जोड्ने है अनि एउटा उदाहरण लिने का रतक के भयो अब का रतक ट ट खिकु टी का रतक ट का रतक ट अब भयो त तपाईँले यतिखेर त अब चिनिसक्यो हुनु पर्यो का रतक ट ट सब्जेक्ट टु का रतक ट ट टिम्पो टे का रतक ट का लेख्दाखेरि कसरी लेख्दो रहेछ त्यो पनि याद गर्दै गर्नुहोस् का रतक ट ट नारुतो In order to recognize the consonant and the subjoint and the vowels, you have to listen to it several times. You should say it several times. You have to write it several times. If you want to know somebody, you have to see them several times. Only then you will know this man is such and such right away. Only when you see him several times. So you should listen to it, say it, and write it at the same time to familiarize with the script. यसको उदाहरण दिए अब एउटा यसको उदाहरण दियो हैन द अलिक लामो लेख्नुपर्छ छोटो राख्यो भने चाहिँ नसित कन्फ्युज हुनुहुन्छ द र द ड ड खिकु डी
da ratak da da shaju do da ratak da dimpo de da ratak da naru do अब यसको एक्जाम्पल लिउँ हैन सा रातक सा खिकु सी सा रातक सा शब्जु सु सा रातक सा डिम्पो से सा रातक सा नारो सो मा रता के हुन्छ त्यस मालाई रता चाहिँ मा यो चाहिँ रटेको हुनुपर्छ यु हेभ टु मेमोराइज दिस सा रता should remain sa. That part you have to memorize. Apart from it is logical. Ta, tha, da, ma, sa. So I will spell them once again. So ka, ratak, ta, kha, ratak, tha. Ga ratak da ta ratak ta tha ratak tha da ratak da pa ratak ta ha ratak tha ba ratak da but ma ratak ma sa ratak sa ka ratak ta ratak ta pa ratak ta kha ratak tha ratak tha ratak tha ga ratak da ratak da ba ratak da ma ratak ma sa ratak sa ka ratak ta khiku ti ka ratak ta shapju tu ka ratak ta dimpo te ka ratak ta naru to da ratak da khiku di da ratak da shapju tu da ratak da dimpo te da ratak da naru do sa ratak sa ratak sa khiku si sa ratak sa shapju su sa ratak sa dimpo se sa ratak sa naru so अनि यो सिता तीनवटा सब्सक्राइब छ दुईटा शब्द वास्तवमा त मैले यो सबै पहिला यहाँ यसमा युट्युबमा हालिसकेको छु र पनि त्यहाँ जानु अलिकति कतिजनाले चाहिँ त्यो अल्छी मान्दो रहेछ त्यसैले गर्दा फेरि म यो फेरि दोहोऱ्याउँदैछु र हिजो मैले हाल्नु कोसिस गर्यो अनि भएन रहेछ त्यो साउन्डै भएन रहेछ हिजोको टाइम बर्बाद भयो त्यसरी अब तपाईहरु यो हेरेर चाहिँ लाइक इट गर्नुहोस्
लाइक इट गर्नुभयो भने चाहिँ धेरैजना मान्छेले हेर्नु पाउँछ। जस्तै अब तपाईँले सब्सक्राइब नगरेको भिडियोहरू आउँछ नि, किन आउँदैछ? धेरैजनाले लाइक इट गर्यो, त्यसैले गर्दा तिमीले पनि मन पर्छ होला भनेर छरिदिएको। र धेरैजनाले हेर्नु पायो भने चाहिँ धेरैजनाले सिक्नु सक्नुहुन्छ। अनि तपाईँको आफन्त, दाजुभाइ, दिदी, बहिनी उनीहरूलाई पनि सेयर गर्नु, सायद उनीहरू पनि आफ्नो लिपि भाषामा रुचि जागिन्छ होला। त्यसरी अनि आजको क्लास यहीँ समाप्त गर्दैछु। अनि यहाँ क्लास आउनु भएकोमा धन्यवाद। थ्याङ्क यू फर कमिङ टु द क्लास। Have a good day. See you later.